यो चाहिँ एकदम बवाल माइक छ, क्वालिटी जुन छ एकदम प्रिमियम क्वालिटीमा छ। अनि यो एडाप्टर यो माइक चाहिँ धेरै जरुरी छ ब्लगिङको लागि। हेर्नु मैले गाली अघि झगडा परेर सुन्नु नि। बिहान रोटी खान थालेको है, तपाईँहरू पनि खाने आउनु। हामी आमा बिस्कुट खानुहुन्छ, बिरान बज यहाँ खाइरहेको छु म। यो मिनरल वाटर गरेर पढेको किनभने हामी नर्मल पानी खाँदैनौँ होइन, मिनरल वाटर हो खाने पानी भनेको। रोटी एक झोला छ, सबैजनालाई पुग्छ, आउन सक्नुहुन्छ खान मन लाग्यो भने। कलस होटल आमाले चाहिँ बिस्कुट खाइरहनु भएको छ। सो हे गाइज वेलकम ब्याक अनदर एपिसोड। फेरि पनि हजुरहरूलाई नयाँ ब्लग लिएर धमलाले आइसक्यो होइन। मलाई कहिले कस्तो रिस उठ्नु थालेछ यार, हजुरले खोइ के भएको झनक मात्र रिस उठ्छ। जिन्दगीमा केही पनि भनेको जस्तो भइरहेन कि घरको मान्छेले तनाव दिन्छ यार। मलाई त जिन्दगी देखेर कहिले काहीँ त कस्तो भयो कि यस्तो भनेको कि। गाइज म चाहिँ यहाँ बस्तीपुर भन्ने ठाउँमा आइसकेँ होइन। यो चाहिँ हाम्रो बस्तीपुर चोक भयो। के हो आज डुक्दाईको दोकान त बन्द रहेछ त। म मात्र भाइरल हेर्ने क्या, मसँग सबैलाई भाइरल गराउने कि मैले। हाम्रो डुक्दालाई पनि भाइरल गराउने हो, डुक्दाईको पनि युट्युब च्यानल बनाउनेवाला छु है मैले। गाइज डुक्दाईको चाहिँ युट्युब च्यानल आउनेवाला छ छिट्टै। टाटाको त नयाँ निस्केको इभी गाडी कहिले लाग्छ के, कहिले होला पैसा कमाउने मैले आएर सन भइसक्यो। कसैको आश छैन यार जिन्दगीमा उन्नति। अब धेरैजनालाई भन्दै त्यस्तो होइन भजाडी क्या त। मुझे काम नगरिकन बस्दा एक महिनाको तर बाबा तँलाई खाना दिँदैन। तेरो बाबामा त्यस्तो होला नि, तेरो पनि बाबामा त्यस्तै छ। म चाहिँ उमेर भइसकेपछि म चाहिँ घरमा बसेर खाइस् भने चिक्ने सबैको त्यही हो। सिधा कुरा फ्रस्ट्रेटहरू मलाई त्यो लगन सब बोल्न आउँदैन। हेलो गुड मर्निङ हालेर हुँदैन क्या, पछाडि पनि हेर्नु। केही गरी अरू गाडी भइदियो भए, कन्ट्रोल नभइदियो भए त्यो दोष कसकोमा आउँथ्यो? तपाईँकोमा आउँथ्यो। अनि को फस्थ्यो? तपाईँ फस्नु हुन्थेन। अनि मोड्नु त तपाईँले पर्छ, फस्नु त तपाईँ हुन्थ्यो। हो त्यो भएर जसरी पनि हेर्नु क्या त्यसरी मोड्दाखेरि। ल यार कस्तो यार साइलेन्ट सट्ट बालेर सट्ट घुम्दिरह क्या। दिमाग यार रोकेर अनि सम्झाएको बिचरा होइन। गाली पनि गरिहाल्नु हुँदैन बिचरा। होला उसको उसलाई नयाँ होला चलाउनु आउँदैन होइन, तर त्यसरी गर्नु भएन। त्यही भएर मैले भनिदिएको, किनभने त्यसरी केही गरी इनकेस कसैले ठोकी पनि आएर दियो भने उसैको गल्ती हुन्छ, किनभने उसले त्यसरी घुमाएको छ त्यहाँ। अनि साइलाइटै बाले पनि त भाइ पछाडि त हेर्नु पऱ्यो नि यार। यो अमेरिकामा थोरै न छौँ हामी यार। मुझे कि साइलाइट बालिदियो पछाडि हेर्दै पर्दैन अनि मुझे त्यस्तो त छैन। ठिक नेपालमा हो, सबै गाँडेर पाँडे भए कोही पनि छैन यो नेपालमा। म आफै त आँडै हो। हतार भन्नुहुन्छ के गर्नु त त्यस्तै हो। म भने कसरी हुन्छ गरौँ, अघि बढौँ, परिवार अघि बढाउँ भन्ने हुन्छु। उनीहरूको त कसैको पनि भरोसा नगर्नु काहीँ छ। हेर्नु मैले गाली अघि झगडा परेर सुन्नु नि, म त अपलोड गरिदिन्छु। झगडा गरेको त हालिदिन्छु मम्मीसँग। अहिले झगडा परेको सब रेकर्ड गरेर सब हालिदिन्छु आज। ल काठमाडौँ बस्ने हो कि तिमी यतै बस्ने हो? कतै ए यसो आएको बेलामा भेटघाट गरौँ ल। नम्बर त्यही हिजोकै नम्बर त होला नि। ल रङ साइडमा घुसा अब त्यो सबजना पागल भइसकेको छ यार। सो गाइज मैले चाहिँ यो कोल्ड स्टोर गएँ होइन। अघि नै लानु पर्थ्यो, अघि ढिलो गरेको थियो घरमा। अब त्यही त अनि फोन गरेको छन् घरको मान्छेले। अनि यो लानलाई चाहिँ भ्याएको थिइनँ। अनि फेरि अहिले आएर एउटा के भन्छ गोर्खा स्टोन अनि एउटा पानी लिएर जाँदैछु होटल। हाम्रो बाइकरहरूको चाहिँ गफ गर्ने बाटोमा भेट्दाखेरिको चाहिँ इसारा भनेको हर्नलाई पिप हानेपछि के छ भन्ने जस्तो भयो, उताबाट पिप पाउँदा भयो भने ठिक छ भन्ने जस्तो भयो। बाइकरहरूको ल्याङ्ग्वेज यसलाई भन्छ ल्याङ्ग्वेज। लिची पाके रहेछ त हौ, टन्नै पाके रहेछ त। चोर्नुको आउनुपर्छ क्या। बेली पनि रहेछ टन्नै, भुइँमा पनि झर्दैन एउटा दुइटा। यसो झरेदेखि म त टिपेर घरमा गएर जुस बनाएर खान्थेँ। झ्यापमा ह्यान्डलै घुम्दैन त हौ, के भयो। सो गाइज मलाई चाहिँ धेरैजनाले नै सोध्नु भइसके पछाडि चाहिँ मैले यो भिडियो बनाउनु नै पर्ने अवस्था आयो होइन। यो क्यामेरा चाहिँ तिमीले कहाँ राख्छौ, त्यो क्यामेरा चाहिँ तिमीले कहाँ राख्छौ भनेर होटलमा पनि सोध्दै हुन्थ्यो। अनि धेरैजनाले बाहिर पनि सोधिराख्नु भएको थियो, किनभने म धेरै जस्तो लगाउँदिनँ यो क्यामेरा। अनि धेरै जस्तो खोलेर राख्छु नि त। अनि यो चाहिँ माइक हो होइन। अनि यो माइक चाहिँ हुको भनेको है। यो यहाँ देख्न सक्नुहुन्छ नाम
यो चाहिँ एकदम बवाल माइक छ, क्वालिटी जुन छ एकदम प्रिमियम क्वालिटीमा छ। अनि यो चाहिँ अरू कुरा देखाउँछु होइन, यो चाहिँ जुन बाहिरको कभर भयो है, यसको भित्र चाहिँ गोप्रो छ हिरो 13 है। अनि यो चाहिँ माइक एडेप्टर भयो, यो चाहिँ यहाँबाट निस्किन्छ, यसको चाहिँ हाल्ने यहाँ छ है, यो हो। अनि त्यसपछि अर्को कुरा चाहिँ चट्टै यहाँ गोप्रोको, यसलाई चाहिँ मैले यसरी चट्ट लगाएको छु। हुन त अब धेरैजनाले भन्नु होला त्यो बेल्ट पनि हुन्छ, तर यो लगाइसकेको थिएँ। सो बेल्टमा चाहिँ अलिकति हुन्छ नि, मलाई डर लागेर मैले यो लगाएको। यसमा चाहिँ टेम्पर ग्लास हाल्दैछ यहाँ अनि यहाँ टेम्पर ग्लास हाल्दैछ। यो चाहिँ गोप्रो हिरो 12को उलन 0 यो केस हो। अनि 13 को चाहिँ आएको छैन है मार्केटमा। अनि यसलाई चाहिँ चट्ट ब्लेडले काटेर अनि अलिकति साइज किनभने यसको सेन्टिसर ठुलो हो, हल्का साइज बढाएर नै हाल्नुपर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ यो मेरो माइक के अरे हेलमेट चाहिँ एक्जरको हेलमेट हो, अनि अलिक 4 भइसकेको छ, इग्नोर गर्नु। अनि यो माइकलाई चाहिँ यहाँबाट भित्रबाट होइन कहाँ राखेको छु भने म त देखाइदिन्छु है। धेरैजनाले मलाई के भन्छ त्यो भोइस क्वालिटी चाहिँ राम्रो छ भन्नुहुन्थ्यो कि, त्यसो मैले चाहिँ कहाँ राखेको छु नि, यो जुन भित्र छ नि यसको भित्र चाहिँ यसरी यहाँ च्यातेर कल पारेर यहाँबाट भित्र घुसाइदिएको छु। अनि यसको वायर चाहिँ अलिकति यति जति चाहिँ यहाँभित्र त्यो खोजमा चाहिँ हाल्दैछु, किनभने अलिकति लामो हुन्छ नि त, झुन्डिन्छ, त्यो राम्रो हुँदैन। सो त्यही भएर यो मेरो हेलमेटको सेटअप है, कस्तो लाग्यो के लाग्यो है, केही छ भने चाहिँ कमेन्ट गर्नु होला। यहाँबाट चाहिँ गोप्रोहरू चाहिँ अन गर्नु पऱ्यो भने यहाँबाट भयो। अनि जस्तै अब हुन्छ नि फास्टमा अब क्यामेरा डाइरेक्ट अन गर्नु छ भने चाहिँ यहाँबाट बटन क्लिक गरेर चाहिँ डाइरेक्ट अन भयो। जस्तो म तपाईँलाई देखाइदिन्छु ल। यहाँ चाहिँ रेड लाइट बल्छ है, यो दबाएँ डाइरेक्ट अन भयो। अब फेरि यो दबाएँ डाइरेक्ट अफ भयो। अनि यो एडेप्टर यो माइक चाहिँ धेरै जरुरी छ ब्लगिङको लागि। मोटो ब्लगिङ गर्न हिँडिसकेपछि यो गोप्रोको माइकले चाहिँ केही काम छैन है, केही पनि काम छैन। अनि यो चाहिँ चाहिन्छ। सो यस्तै सेटअप मेरो।